रविले दिए कुलमानलाई साथ लाइभ बसे रातारात हो साथीहरू। कुलमान घिसिङलाई हटाएको विषयलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 1 मिनेट 22 सेकेन्डको फेसबुक लाइभमा आए। त्यो पनि धेरै लामो समयपछि आए। बिजुली बत्ती निभाउँदै सलाई कोरेर मैनबत्ती जलाएका छन् र भिडियोमा क्याप्सन लेखेका छन् उनले कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्, तर तपाईहरूले पहिल्यै लिएर महा ठुलो गल्ती गर्नुभयो भन्ने जस्ता मन्तव्यमा दिनुभएको छ। उहाँ केही शब्द बोल्नु भएको छैन, उहाँ एकहोरो हेरिरहनु भएको छ। यो त सबै अब निर्णय जनताले ल्याउँछन्। अब जनता जाग्नै पर्छ। जनता धेरै सोझा लाटा भएर ह्याप्न थाले। नेताहरूले अब के गर्न खोजेका हुन् त भन्ने खालको साङ्केतिक भाषाको सङ्केत देखाउन खोजे रवि लामिछानेले। रवि लामिछाने जनताकै पक्षमा छन् अझै पनि। र हिजो राति आएको लाइभले हामीलाई के सिकाउँछ त 1 मिनेट 22 सेकेन्ड आएको फेसबुक लाइभले जनताले धेरै थोक बुझिसके, बोल्नै पर्छ भन्ने छैन, हेरेर पनि धेरै थोक मौनतामा देखिन्छ भन्ने कुरो प्रष्ट भयो। हिजो अस्ति हामी सुन्थ्यौं नि, कहिले रवि लामिछाने बोल्नुहुन्छ, कहिले बोल्नुहुन्छ होला, के भन्नुहुन्छ होला, रवि लामिछाने के गर्दै हुनुहुन्छ होला भनेर। तर रवि लामिछानेले भित्रभित्रै मजाले निहाल्दै हुनुहुन्छ। रवि लामिछानेले भित्रभित्रै हेर्दै हुनुहुन्छ, हेरिराख्नु भएको छ, निहालिराख्नु भएको छ। जनताको पक्षमा हुनुहुन्छ, जनताको अझै बलियो खम्बा हुनुहुन्छ भन्ने कुरो प्रष्ट देख्न सकिन्छ। हिजो कुलमान घिसिङलाई निकाल्न बित्तिकै यति लामो समयसम्म फेसबुकमा लाइभ नआएको, कुनै स्ट्याटस नलेखेको मान्छे हिजो कुलमान घिसिङलाई हटाउन बित्तिकै 1 मिनेट 22 सेकेन्ड फेसबुक लाइभमा आउनुभयो र उहाँले बत्ती निभाउनु भयो अनि मैनबत्ती बालेर मजाले हेरिराख्नु भयो। केही बोल्नु भएन, मौनता थियो, निराश हुनुहुन्थ्यो, मजाले हेर्नुभएको थियो। र क्याप्सनले सबैको मन छुन पुग्यो। त्यो लेखिएको क्याप्सन अझै पनि सम्झियो भने रुन मन लाग्ने जस्तो क्याप्सन थियो, किनकि त्यो जनताको पक्षमा थियो। तपाईँ के भन्न चाहनुहुन्छ?